बुझ्ने कुमारले राजा साहबको वचन जस्तै अटुट हुनुपर्ने छ बुझिस् बन्या छन् राजा साहब हजुर ढुक्क होइबक्छु ल ठीक छ त्यसो भए आज त के माग्छस् माग माग न ल दिल खोलेर माग हजुर राजगढमा सवारी हुँदा हजुरको पछाडि बस्ने मन छ तैँले आफ्नो माटो नबिर्सी कुमारले यो खटपाल अलि ठुलो भयो कि बन्दुकको नाल पस्ने मात्र हुनुपर्छ बैरीलाई त बन्दुकको नालबाटै ताक्ने हो सुन्दर सर भन क्या खबर छ अलमोडाबाट पत्र आएको रहेछ ए लि बक्सिस ल है म कप्तानमा बोल्ला भन्छु एकचोटि हजुरबालाई भेट्न जान पर्ने यहाँको कुनै काम नरोक्नु म झट्टै फर्किने छु सुन्दर सर माग पाउँ हजुर कप्तान सर चिन्ता नलिबक्सिस् हामी छँदैछौँ नि बुवा बितेको त कुनै सुत्ता नै छैन बुवाप्रति त कुनै कर्तव्य निभाउन नसक्ने यस्ता फुच्चा कप्तान युद्धमा जित्न सकिएन यत्रा यत्रा वीर सैनिक भएका फौजमा यस्तालाई कप्तानी राखेका छन् खै मलाई त विश्वासै छैन चुप र तेरो त मुखै बैरिनी छ क्या तिनमा के खुबी देखिया भएर न कप्तानी दिया होला नि त्यही त त्यसलाई नहुने क्या नत्र त्यसरी दिन्छ क्या बाकी यो क्या बाकी यो ऊ आयो फिरङ्गीहरूले बुटोल ठाना दिएको समय पनि अब सकिनला किल्ला मजबुत र चाँडै बनाऊ हजुर बुवा जनबल नपुगेर किल्लामा हजुर यो विलम्ब भइरहेछ जनबल चाँडै थपिदिउँला बैरीको कुनै भर हुँदैन यसपालिको दशैँमा कसैलाई बिदा नछाड्नु बरु यसको बदला थप सुविधा थपिदिनु हाम्रा पाहुनाहरूलाई उहाँहरूको गन्तव्यसम्म पुर्याउनको लागि तपाईहरूले सहयोग गरिदिनु होला यस बापत तपाईहरूलाई हाम्रा पाहुनाहरूबाट विशेष इन्तजाम गरिएको छ धन अन्न र कपडा त्यसको कुनै चिन्ता लिनुपर्ने छैन तपाईहरूलाई उचित इन्तजाम हुने छ घर घर पुर्याइने यो बस्तीमा जङ्गली जनावरहरू छिरेका छन् यी जङ्गली जनावरहरूलाई बाँसको घाटा लिएर नलखेट्ने हो भने यो बस्ती सखा फरा नसा तैँले ठिक भनिस् तर यहाँ त जङ्गली जस्तो त नै देख्या छस् अब त आफै भन यो बस्तीबाट त आफै जान्छस् कि